हेलो गाइज, अब हाम्रो गोर्खा दरबार सङ्ग्रहालयको ढोका इन्ट्री गरिसक्यौँ। हाम्रा ड्युटी साथीहरू यहाँ बसिरहनु भएको छ। त्यसपछि हामी जान्छौँ सरर गोर्खा दरबार सङ्ग्रहालयको बायाँ साइडबाट। सरर जाँदा दुईपट्टि मस्त मैन काँडाका फुलहरू लगाएको छ होइन। अब सरर 0.5बाट अगाडि बढ्दै हामी जान्छौँ। यहाँभित्र पुगिसकेपछि हामीले दरबार सङ्ग्रहालयको बारेमा यो भिडियोको अन्तिममा चाहिँ एउटा ब्रिफिङ सुनेछौँ। जुन दरबार सङ्ग्रहालय हुनुभन्दा पहिले के थियो, अब के हुनेछ यसपछि, कति सालमा चाहिँ यो भयो भनेर चाहिँ हामीले पुरै यो भिडियोको अन्तिममा चाहिँ ब्रिफिङ सुनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अब हामी यहाँबाट अगाडि बढ्दैछौँ। अब मेन मूल ढोका चाहिँ दरबारमा जुन इन्ट्री गर्ने ठाउँ हुन्छ त्यहाँ हामी आइपुगि नै सकेका छौँ। आज बिदाको दिन धेरै ठाउँबाट विद्यार्थीहरू गाडी लिएर घुम्न आउनुभएको छ। यहाँ ढोकामा चाहिँ पुरै भिड छ। दुईवटा तोप लगाइसकेर यो ग्रुप फोटो होला सायद है। यहाँ फोटो हान्दैछन् भाइहरू। हामी सट्ट अगाडिबाट नाग्यौँ। हाम्रो तोप हो यो। उहिलेको बाजेको पालामा मकै छर्थे दालामा। दरबारको गेटभित्र छिर्यौँ। यो चाहिँ दरबार बनेको स्यान्ड मोडल यति एरियामा चाहिँ छ भन्ने है। दरबार पुरा चतुर्पट्टि चारैपट्टि घर बिचमा आँगन क्या दामी छ भने। त्यहाँबाट सट्ट यता फोटो सेसन हुँदैछ दिदीको। यहाँ टिभीमा माथि दरबारको सबै चुरो देखाइन्छ। उतापट्टि तोप छ। अब हामी यहाँ प्रवेश इन्ट्री द्वारमा छिर्छौँ। छिर्नका साथै दाहिनापट्टि जुन यो दरबारको चाडा भवनहरूको स्केच बनाएर राखिएको छ। त्यसपछि हामी जाँदै दरबारको बारेमा केही लेखिएको छ। यहाँ कहिले जानुहुन्छ भने लेख्न नपर्नु होला। हो, हाम्रो साथीहरू अगाडि चाहिँ बाटो पुरै खाली गर्दै हुनुहुन्छ। अब खाली गर्नुपर्ने हुन्छ। हो, छुन निषेध छ कुनै पनि सामानलाई। अब हामी इन्ट्री गरिसक्यौँ। एकीकरणका समयमा एकीकरण भएका स्थानहरू नेपाल राज्य। अब हाम्रो पालो आउँछ यहाँ। पुराना भाँडा बर्तनहरू, दियो, पुरानो जाँड राख्ने भाँडो, यो जाँड राख्ने भाँडो, श्रृङ्गारका सामान राख्ने पहिलाका रानीहरूले यो चाहिँ धेरै पछि पानी नहुँदा पानी राख्ने भाँडो। यो ठुलो, यसको नाम हो राँचे। यो औँखोरा जुन पानी खान प्रयोग गरिन्थ्यो। पुराना सामानहरू चाहिँ गोर्खा दरबार सङ्ग्रहालयमा। अब कमण्डलु भनेर कुनलाई भनिन्थ्यो भने यसलाई भनिन्थ्यो है। कमण्डलु, ढलोरको ठेकी, अब हामी जाँदा यहाँबाट चाहिँ कति राम्रो भ्यू देखिन्छ दरबार भने। पुरा झ्यालबाट ल घुम्न आउने मान्छेहरू। अब हामी तामदानी भन्छ ल, राजा रानी बोक्ने ट्याक्क लगाएर यो जुनको नाम हो तामदानी। छुन निषेध छ। फेरि अर्को कोठा जाँदा फेरि सरर जाँदा यतापट्टि आउँछ। कुन आउँछ भन्दा घले जातिले लाउने ड्रेस। अब यो कसले लाउने ड्रेस हो त भने नेवार जातिको ड्रेस। त्यसपछि छेत्री जातिले ब्राह्मण जातिको दौरा सुरुवाल टक्क कपाल बाटेर। हाम्रो तामाङ जाति, तामाङ नि आबै गुरुङ जातिको ड्रेस। अर्को हाम्रो मगर जाति उहाँ हुनुहुन्छ। हेलो। अनि हाम्रो चौधरी लाउने ड्रेस एकछिनपछि आउने छ। उहाँ चाहिँ चौधरी हो। मगर उहाँको अनुहार ट्याक्क यस्तो छ होइन। अब फेरि उहाँको अनुहार यस्तो छ। कुन राम्रो ल, कति राम्रो हो नि। बराम। अब आउँछ हाम्रो चेपाङ।
जुन लोपोन्मुख जातिहरू हुन्। अब यहाँबाट सट्ट एरो अनुसार हामी चल्दा यतापट्टि चल्नुपर्ने हुन्छ। कृपया शान्त रहनुहोला भनेछ राजा द्रव्य शाह, जुन गोर्खामाले द्रव्य शाहको चौतारो पनि रहेको छ, उहाँ हुनुहुन्छ। मिल्छ शाहवंशको इतिहास। त्यहाँ क्यामेरा अलर्ट भने नभने ठाउँमा चाहिँ लानु पाइन्न, यता पाइहाल्छ। राजा पूर्ण शाहले राजकाज चलाएका राज्य स्थानहरू यति हुन्, जुन हुनुहुन्छ हाम्रो पूर्ण शाह। त्यसपछि आउनुहुन्छ यता घुम्दै घुम्दै राजा छत्र शाह। त्यहाँबाट जुन यो छत्र शाहको पालामा बनेको अभिलेख सहितको नगरा, जुन बाजा हो, यो जुन पूजा गरेपछि सबैलाई थाहा दिनको लागि माथि गोरखकाली मन्दिरमा अहिले पनि बजाइन्छ, जुन यो गोर्खा दरबारको हेरचाह अड्डा हो। डम्बर शाह, यति हान्सित अहिलेका राजा पनि छैनन् होला हौ, हाम्रो प्रधानमन्त्री राष्ट्रपति पनि छैनन्। राम शाह, जुन तलको मन्दिरमा राम शाहको शालिग छ। अब यता गएर राजा कृष्ण शाह, धेरै ह्यान्डसम, यतिकै ह्यान्डसम हुनु पाए भए त म पनि राजा बनिरहेछु भन्ने आएर अहिले मलाई यो थोप्रा दुःख दिइराखेकै। यो चापी, यो पहिलाको चापी हो। यो राजा पृथ्वीपति शाहको राज्यकालमा चन्द्ररूप शाहले बनाएर लगाएको गोर्खा दरबारमा रहेको अभिलेख सहितको तोप परेल। यो जुन एउटै ढुङ्गामा बनिएको राजा पृथ्वीनारायण शाहको हजुरबाको पृथ्वीपति शाहको स्तम्भ, जुन रामेश्वर मन्दिरको अगाडि रहेको छ। क्यामेराले फोटो खिच्न मनाही थियो। अब आउँछ सबैभन्दा लामो चिना, जुन पृथ्वीनारायण शाहको चिना हो। अब मलाई यो विश्लेषण गर्न धेरै टाइम लाग्ने भएको कारणले म विश्लेषण गर्न चाहिँ भ्याउँदिनँ। जुन हाम्रो एकीकरणकर्ता अभियन्ता सिङ्गो 2224 राज्यलाई एक राज्य बनाउन सफल पृथ्वीनारायण शाह बडा महाराज धिराज शाहको राज्य यति थियो। ल हेरेर कति साध्य लाग्छ, जे पनि यत्रो रहेछ। ल अब जाउँ हाम्रो हतियार कक्षामा छिर्छौँ। अब हाम्रो यहाँ खै हिमाल छोरा छ थोरै काजी कालु पाण्डे उहाँ हुनुहुन्छ। जुङ्गा उहाँको जस्तै म पनि बनाउन चाहन्छु, तर कहिले होला यो जुङ्गा यत्रो। उहाँको जत्रै जुङ्गा बनाउन चाहन्छु अब म पनि। अब हाम्रो आउँछ यतापट्टि हतियार कक्षा, जुन दुईनाले सबैभन्दा पुरानो गढ निशान श्रीनाथगढको निशानको झन्डा। यो बुझ्नुहुन्छ भने M1887 र M16 यहाँ छ, दुईनाले यहाँ छ। M1884 M14 छैन। तरबार, यो ढाल भन्छ यो बिचको कालोलाई चाहिँ, होइन यो बिचको यो कालो ढाल। हजुर यो खुडा त्यसले छेक्ने, अरूले हान्ने भयो होइन। ए तरबार भयो अलि हो। अब आउँछ यो बिचको सबैभन्दा खतरा कटारी भन्छ यसलाई। कटारी जुन यहाँमा पनि हेर नि कटारी, यो खुकुरी भइहाल्यो, यो सबैले चिनेकै छ होइन। अब हाम्रो दुईनाले हो। यो पृथ्वीनारायण शाहको बन्दुक, जुन पृथ्वीनारायण शाहले आफैले चलाएर हिँड्ने बन्दुक चाहिँ यो हो। पृथ्वीनारायण शाहले जुन आफैले चलाएर हिँडेका बन्दुक थियो यो हो। पृथ्वीनारायण शाहका निजी हात हतियारहरू। यो के हो त भन्दा भाला, यसले सट्टा उन्ने भाला। अब आउँछ हाम्रो राजगद्दी सिंहासन। राजा बस्ने राजगद्दी भए पनि हामी बस्न नपाए पनि
हामीले हेर्न पाएको छौँ यो राजा बस्ने राजगद्दी। पुष्पिका लालमोहर कक्ष अब उतापट्टि छ। पुष्पिका वाक्य तथा लालमोहर कक्ष प्रारम्भ। इको हाल्छला जिस्काउनु हो क्या हो र? नरसिंह चुलो पाथी चुले चाँदीका सिक्काहरू चाँदीका मोहर यो भयो होइन। अब यतापट्टि आउँछ तान्त्रिक मालाहरू। हनुमानको वज्र जस्तोलाई के भन्छ? दोर्जे वज्र। गोमाङ हो गोमाङ। कुन जातिको हो यो गोमाङ मलाई थाहा छैन। अब आउँछ परम्परागत भाँडा बर्तन कक्ष। ल कलश यस्तो हुन्छ पहिलाको कलश। अहिले त तामाको आयो। शङ्ख यस्तो हुनु पर्यो। शङ्ख शङ्ख घण्ट। ज्वलानिया भनेको के हो? यो पानस भन्छ यसलाई। अर्को यो नेवार जातिमा प्रचलित त्यसलाई सुकुन्दा भन्छ बत्ती बाल्न प्रयोग गर्ने चिज हुन्। हाम्रो घरमा नि थियो मानापाती, तर यस्तो पैसा टाँसेको चाहिँ छैन। ल 8 माना बराबर एक पाथी। अब छिर्छौँ हामी प्राचीन चैतन्य, जुन यो हाम्रो धादिङको सल्यान टारबाट पनि ल्याएको छ। कुन चाहिँ हो भने खोइ त यी सल्यान टारबाट ल्याएर राखेको यिनीहरू। यो काठमाडौँ उपत्यका भएको चैतन्य धेरै छ। काठमाडौँको हरेक ठाउँमा स्वयम्भूदेखि लिएर बसन्तपुरदेखि लिएर जहाँ पनि छ। अब हाम्रो यहाँ लोकबाजाहरू जुन हामी अब लाखेर नाचे नि यो नौमती बाजा। यसलाई के भन्छ? ढलकी भन्छ, यसलाई ट्याङ्ग्रो भन्छ, यसलाई के भन्छ? मृदङ्ग। त्यसपछि आएर अहिले प्रचलित लाखे। त्यसपछि हाम्रो पुराना आहारण जुन विश्वकर्मा जातिहरूले भाँडा बनाउँदै गरेका यहाँ आगोको कोइला अहिलेसम्म पनि जिउँदै रातो बलिरह। यो को हो भन्दाखेरि हाम्रो कुमाल जातिले काँचो माटोलाई पकाएर यस्तो राम्रो मिठो भाँडा, जुन हाम्रो कुमाले बा हुनुहुन्छ उहाँको टोपी मेरो भन्दा पनि राम्रो छ। उहाँ हुनुहुन्छ हाम्रो शेर्पा जाति, जुन हाम्रो बाहुन जातिको चाहिँ छैन, त्यहाँ छेत्री मात्र छ। अब यताबाटै आउँछ यो के हो? धनुष। कसरी हाने हो भन्दा के हो? कुसुन्डा जाति अरे। म पनि एक कुसुन्डा जाति बन्न पर्यो। धनुष बाँड सिक्छु भनेको कहाँबाट बाहुन बनाएर यत्रो टुपी पालन लगाएर पण्डित बनाइदिएँ। हाम्रो कुसुन्डासँग मिल्ने चौधरी दाई। हेलो हेलो। यता यता कता उता हेरे यता मगर दाई। हेलो क्यामेराम्यान। यो हाम्रो शेर्पा जातिसँग मिल्दो अनुहार भएको हिमाल साउदी यही हो। उसको अनुहार ट्याक्कै यता फेरि उता उता फेरि कुमाली बासँग मिल्छ ट्याक्कै हो होइन? ल अब आजको सानो छोटो भ्लग यहीँ समाप्त। हामीलाई सबभन्दा पहिला सुरु गरिखाने भाँडा बनाउने मान्छे हो। अहिलेसम्म नपत्यायो है त्यो आगो अझै तातै छ जल्दै। अब यहाँबाट बाहिर हेर्दाखेरि सबैभन्दा बाहिरको कम्पाउन्ड यो गोर्खा दरबारबाट देखिने झ्यालबाट ल सबैभन्दा राम्रो कम्पाउन्ड भयो। कम्पाउन्डमा पनि राम्रा मान्छेहरू पनि छन् यहाँ। ल यस अब तपाईँहरू सबै घुमिसक्नु भएको छ। मलाई थोरै भोक लागिसकेको छ, थोरै भन्नु छ है।
ल यसको चाहिँ अघि म बाहिरबाट हल्का बाहिर दुईवटा तोप देखियो हो। दुईवटा तोप भनेको चाहिँ राजा रणबहादुर शाहको पालामा भनेको पृथ्वीनारायण शाहको नाति रणबहादुर शाहको पालामा विक्रमसम्म 1850मा बनेको तोप हो त्यो चाहिँ नेपाली एकीकरणमा कुनै ठाउँमा युज भएको तोपहरू भयो। यो पछाडिपट्टि एउटा तोप देख्नुहुन्छ त्यो चाहिँ वीरबाहुदुर विक्रम शाह भनेको रणबहादुर शाहको छोरा त्यसको पाला 1872मा बनेको तोप त्यो पनि नेपाली एकीकरणमा कुनै ठाउँमा प्रयोग भएको तोपहरू हो। त्यसरी यो दरबार चाहिँ उनको छोरा वीरबाहुदुर विक्रम शाहको छोरा राजेन्द्र विक्रम शाहको पालामा चाहिँ 1896मा बनेको यो दरबार। यो दरबारमा चाहिँ कुनै पनि राजाहरू बसेको दरबार होइन। यो जुन माथि हजुर जानुभयो नि माथि अहिले मन्दिर जानुभयो नि त्यहाँ चाहिँ जस्तो द्रव्य शाहदेखि लिएर पृथ्वीनारायण शाहसम्मको राज्याभिषेक त्यही दरबारमा भएको। यो दरबारमा चाहिँ कुनै राजा बस्दा दरबार होइन, यो एउटा राजकीय भवन मात्रै हो। यो 1896मा बनाइयो र जुन इन्टेन्सनले बनायो त्यो इन्टेन्सन पुरा नभएपछि चाहिँ राणाकालमा चाहिँ यसलाई चाहिँ प्रशासनिक भवन अड्डा भनेको यहाँ गोर्खा जिल्लाभरिका सबै सरकारी कार्यालयहरू चाहिँ यही सङ्ग्रहालयमा पहिला थिए। त्यो बेला सङ्ग्रहालय थिएन, यो एउटा बिल्डिङ मात्रै थियो र 2042 सालपछि चाहिँ यसलाई चाहिँ सङ्ग्रहालय खोल्ने भन्ने कन्सेप्टले चाहिँ यो सङ्ग्रहालयभित्रको प्लान गरेर 2065 सालमा चाहिँ सङ्ग्रहालय खुल्ला गरियो। जुन हजुरले अहिले भित्र जानुभयो भित्र चाहिँ विभिन्न अब यो नेपाली एकीकरणसँग सम्बन्धित विभिन्न राजाको घटनाहरू चाहिँ गोर्खा राजासँग सम्बन्धित घटनाहरू भयो, पृथ्वीनारायण शाहको चिनाहरू भयो, त्यसमा चाहिँ विभिन्न हात हतियारहरू देख्न सक्नुभयो है। त्यसमा सबै यो चाहिँ सबै नेपाली एकीकरणमा प्रयोग भएका हात हतियारहरू भए र त्यस्तै यहाँ चाहिँ गोर्खा राज्य क्षेत्रमा विभिन्न कार्यहरूमा प्रयोग हुने जस्तो म्युजिकल इन्स्ट्रुमेन्टहरू भयो, जस्तो ड्रेसहरू भयो, त्यस्तो भाँडाकुँडाहरू सबै देख्नु भयो नि, त्यो सबै चाहिँ गोर्खा राज्य क्षेत्रमा युज भएका सामग्रीहरू भए है। सबै यतापट्टि जाँदाखेरि त्यो करुवाहरू ढलो सिक्मा थियो नि, करुवा ढलो बत्तीहरू थियो नि, त्यो त सबै काठमाडौँमा बनाएर यो क्षेत्रमा ल्याएर चाहिँ युज गरिएको भयो। त्यसपछि एउटा चाहिँ मान्छेहरूको डमी बनाएर राखेको थियो अर्नामेन्ट्सको र त्यसपछि ड्रेसहरूको थियो। त्यो चाहिँ गोर्खामा बस्ने केही जाति जनसङ्ख्या धेरै भएको जाति र जनसङ्ख्या कम भएको जातिको चाहिँ हामीले दायरामा बनायो। उनीहरूको वेशभूषा कस्तो हुन्थ्यो र गरगहना कस्तो हुन्थ्यो, यिनीहरूको बसोबास कति छ, कुन ठाउँमा छ, के कार्यहरू गर्छन् भनेर चाहिँ हामीले 12वटा जातिहरूको चाहिँ दायरामा बनाएर राखेको छ त्यसो चाहिँ है। र तपाईँहरूले पृथ्वीनारायण शाहको एउटा स्ट्याचु पनि के अरे फोटो देख्नुभयो होइन माथि राखेको, त्यसमा चाहिँ भित्रपट्टि एउटा चिना थियो, भित्तामा फोटोहरू बनाएर राखेको थियो। त्यो चाहिँ पृथ्वीनारायण शाहको चिना छ, त्यो चाहिँ जन्मकुण्डली चिना छ त्यसमा। जस्तो जेनरली मान्छे मर्दा अरू साधारण मान्छेहरू मर्दा चाहिँ चिनालाई सँगसँगै जलाएर पठाइन्छ, तर पृथ्वीनारायण शाहको चाहिँ चिना आजसम्म पनि यथावत राष्ट्रिय अभिलेखालयमा ओरिजिनल त्यहाँ राखेको छ र यहाँ भएको चाहिँ प्रतिलिपि हो। त्यसलाई चाहिँ नेपालको सबैभन्दा लामो चिना पनि भनिन्छ, 34 हात 16 अङ्गुल लामो छ। त्यो भित्ताको फ्रेमहरू सबै भयो र त्यसको साथसाथै यसको चाहिँ दिव्य उपदेश पृथ्वीनारायण शाहले चाहिँ आफ्नो मृत्यु हुने बेलामा चाहिँ आफ्नो मृत्यु शय्यामा गएपछि चाहिँ सेना भाइ बहनहरूलाई दिएको उपदेशहरू चाहिँ हामीले प्रतिलिपिमा चाहिँ गरेर राखेको छौँ, त्यसलाई चाहिँ दिव्य उपदेश भनिन्छ। र त्यसै तपाईँलाई हात हतियारहरू देखिहाल्नु भयो, त्यो चाहिँ नेपाली एकीकरणमा युज भएका नेपालमै बनेका र शत्रुहरूसँग लडाइँ गर्दा पनि जफत गरिएका हात हतियारहरू पनि त्यहाँ देख्न सक्नुहुन्छ। र एउटा चाहिँ राजगद्दी यस्तो बस्ने ठाउँ देख्नुभयो है, त्यो चाहिँ त्यसको चाहिँ यहाँ गोर्खाका शाह राजाहरूको चाहिँ राजगद्दीको रेप्लिका हो। त्यो चाहिँ जस्तो ओरिजिनल चाहिँ माथि दरबारमा छ, यहाँ चाहिँ रेप्लिका हामीले चाहिँ यस्तो थियो है भनेर नक्कली चाहिँ एउटा बनाएर राखिएको थियो। सेम माथि दरबारमा चाहिँ यसकै ओरिजिनल चाहिँ माथि देख्न सक्नुहुन्छ। त्यसै गरी मानापाखीहरू छ त्यहाँदेखि। अब मानापाखी भाइ बहिनी अलिक थाहा छ होला, त्यो चाहिँ एउटा मेजरमेन्ट गर्ने इकाइ हो, त्यो चाहिँ गाउँघरमा आजभोलि पनि छ। र यो चाहिँ यहाँ राख्नु कारण चाहिँ एकदम अथेन्टिकेटेड छ। राम शाहले चाहिँ न्यायमा चाहिँ यस्तो क्षेत्रमा चाहिँ विशेष सुधार गरिएको भएर चाहिँ त्यसलाई चाहिँ मानापाखीहरू अथेन्टिकेटेड मानापाखीहरू चाहिँ हामीले डिस्प्लेमा राखेका छौँ। र त्यसै गरी चाहिँ एउटा चाहिँ बाजाहरू थियो, एउटा ठुलो प्लेटमा चाहिँ हामीले बनाएर सजाएर चाहिँ भित्तामा चाहिँ बाजा राखेको छ, नौमती बाजाको समूह बाजा राखेको छ। र एउटा चाहिँ माथि गोरखकाली मन्दिरमा चाहिँ पूजापाठ गर्दाखेरि बजाउने त्यो सर्प जस्तो बाजा चाहिँ बिजुली बाजा पनि त्यहाँ राखेको छ, जुन हजुरले अन्त देख्न सक्नुहुन्न। यहाँ दरबारमा माथि युज हुने र माथि चरणलयमा राखेको छ। त्यसै गरी कुसुन्डा र विश्वकर्मा जातिहरूको पनि आफ्नो काम गर्दै गरेको अवस्थाको बेलाको चाहिँ डायग्राममा बनाएर राखेको छ है त। ल म सर्ट पनि